एउटा सुध्रिँदै गरेको मान्छे जब उसको दिमाग सड्किन्छ नि त्यसपछि उसले के गर्छ कसरी गर्छ केका लागि गर्छ तपाईले यो फिल्ममा हेर्न पाउनुहुन्छ। साउथको एउटा यस्तो मुभी एक्सनवाला एक्सनै एक्सन छ। तपाईले यो फिल्मको एक्सन हेर्नुभयो भने तपाईले एकछिन मनमा लागेको पीर व्यथा पनि बोल्नुहुन्छ। आउनुस् कुरा गरौँ एउटा यस्तो फिल्मको। पहिला सुन्नुस् मेरो कुरा त्यो पनि पुरा है त। एउटा साउथको मुभी छ। ऊ आफैमा एउटा गुण्डा हुन्छ र ऊ परिवारको लागि भनेर सुध्रिँदै गरेको हुन्छ। तर सुध्रिँदै जाने क्रममा उसको फ्यामिलीमाथि अट्याक हुन्छ। अट्याक भइसकेपछि उसले के कसरी एक्सन लिन्छ के कसरी मारकाट गर्छ तपाईले यो फिल्ममा हेर्न पाउनुहुन्छ। किनकि मैले तपाईलाई यो फिल्मको बारेमा धेरै भन्न चाहिन्न। कहानी मोटामोटी यही हो। एक्सनवाला मुभी हो। एक्सन हेर्दा आनन्द आउँछ हैन। फिल्मको नाम के हो म तपाईलाई यो स्क्रिनमा देखाएको छु। तपाईले हेर्न सक्नुहुन्छ। फिल्मको नाम यो हो। फिल्म बवाल छ। एकचोटि हेर्नुस्। तपाईलाई हेर्दासम्म आँखा चिम्मा गर्न मन लाग्दैन है त। र यस्तै फिल्मको लागि तपाईलाई जानकारी पाउन छ जानकारी लिन छ भने मसँग कनेक्ट गराउनला। त्यतिखेरसम्मको लागि मुभी क्लब नेपालबाट म बिदा हुन चाहन्छु। तपाईको दिन शुभ रहोस्।